यसरी भयो यही त अरु दिनुस् न महिलाहरुलाई अपमान भयो हैन भयो कि भन्ने बेला 30% भन्ने कहाँ हुन्छ एउटा दिइहाल्नुस् त यही दुईटा रहेछन् नि हजुर महिलाहरुले अल्छी गरेको थाहै छैन पनि ए त्यो भएर ननिकालेको त्यसो पानी हाल्दियो नि यहाँ उवालाई विचार गर्नु ए छिटो लाग्छ के उवालाई आज 22/7/2026 साउन 6 गते 2083 आज बीपी स्मृति दिवस चण्डीगढ शाखा समिति तथा महिला समिति चण्डीगढले आज महामानव नेपालको लोकतन्त्रबाट चुनिएर चाहिँ पहिलो प्रधानमन्त्री हुनुभएको एउटा उहाँ आदिकवि पनि हुनुहुन्थ्यो, साहित्यकार हुनुहुन्थ्यो र यो नेपाली जनसम्पर्क समितिको संस्थापक र नेपाली काङ्ग्रेसको पनि संस्थापक नेपालमा उहाँ महामानव विश्वेश्वर प्रसाद कोइरालाजीको आज स्मृति दिवसको अवसरमा हामीहरूले यहाँ उहाँको चिर आत्मा शान्तिको कामना गर्दै हामीले उहाँ वृक्षारोपण गर्दैछौँ। आज चण्डीगढ शाखा समिति र महिला समिति चण्डीगढले वृक्षारोपण गर्दैछौँ र उहाँलाई चिर शान्तिको कामना गर्दै 1 मिनट मौन धारण राख्नको लागि म अनुरोध गर्दछु। ल 1 2 3 ल फोटो खींच ले, आप फोटो खींच